BFM 91.2 स्टुडियो टाइम चेक। रात्रिको ठिक 10 बजेको छ। यस टाइम चेकका प्रायोजक नेपाली कलाहरू रङसँगै बाँच्छन्। एभरेस्ट कलरले खुसीहरू साट्छन्। रङमै उज्यालो मुस्कुराएका खुसीहरू रङ्गाउँछ एभरेस्टले लेख्न बेसीहरू। जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट। तपाईको वहाँ 100% तपाईको। आगामी कार्यक्रमका साथमा जेनिथ इन्टरनेसनल कलेज फडिन्द्र मार्ग 3 टोलिया विराटनगर 13। उत्कृष्ट MBA का लागि जेनिथ इन्टरनेसनल कलेज। BFM बुलेटिनका साथमा जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट। नमस्कार, राति 10 बजेको BFM बुलेटिनमा स्वागत गर्छु म राम खत्री। BFM बुलेटिन तपाईले हाम्रो वेबसाइट www.bfm912.com का साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्स मार्फत पनि सुन्न सक्नुहुन्छ। BFM बुलेटिन सुरु गरौँ अहिलेसम्मका प्रमुख खबरहरूबाट। सरकारद्वारा कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन। बालविवाह रोक्न कोशी प्रदेशका 1200 विद्यालयमा विशेष अभियान सञ्चालन गरिने। वैज्ञानिकहरूले पृथ्वी जस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए। र विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत। BFM बुलेटिन अब विस्तारमा। सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो। आन्तरिक राजस्व विभागले हरेक महिनाको 1 गते र 16 गते विजेताको छनौट गर्नेछ। हरेक दिनका लागि 1 जना र 15 दिनमा 1 जना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख छ। दैनिक विजेताले 1,33,334 रुपैयाँ प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले 10 लाख रुपैयाँ पाउनेछन्। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले आज तयारी पोशाक उद्योग सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्नुभएको थियो। छलफलमा उहाँले तयारी पोशाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सधैँ एकबद्धता हुने प्रतिबद्धता जनाउनुभयो। कोशी प्रदेशमा बालविवाह नियन्त्रणका लागि विद्यालय केन्द्रित अभियान सञ्चालन गरिने भएको छ। सामाजिक विकास मन्त्रालयले कक्षा 8 देखि 12 सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालनको तयारी गरेको जनाएको छ। मन्त्रालयका सचिव उद्धव रिजालका अनुसार प्रदेशका 1200 भन्दा बढी विद्यालयमा यो अभियान सञ्चालन गरिनेछ। कार्यक्रमको कार्यान्वयन तथा सहजीकरणका लागि प्रदेशका 137 वटै स्थानीय तहका महिला तथा बालबालिका शाखा
शाखा प्रमुखले अनुगमन गर्नेछन्। विद्यालय स्तरमै बालविवाह विरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। सचिव रिजालका अनुसार प्रत्येक विद्यालयलाई करिब कार्यक्रम सञ्चालनका लागि 45,000 रुपैयाँका दरले बजेट उपलब्ध गराइनेछ। विद्यालय लक्षित कार्यक्रम सञ्चालनका लागि सङ्घीय सरकारले 6 करोड रुपैयाँ सशर्त विशेष अनुदान उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले माग गरे अनुसार प्राप्त उक्त बजेट मार्फत अभियान सञ्चालन गरिनेछ। कोशी प्रदेशमा पहिलो पटक अभियान सञ्चालन हुन लागेको उहाँले बताउनुभयो। सचिव रिजालले विद्यालय केन्द्रित कार्यक्रमले बालविवाह नियन्त्रणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्दै शिक्षा र सशक्तिकरणलाई अभियानको मुख्य आधार बनाइएको बताउनुभयो। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरुद्ध संसदीय समितिमा एउटा मात्र उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरुप्रसाद बागले र डाक्टर राजीव सुब्बा विरुद्ध कुनै पनि उजुरी परेको छैन। आज बसेको संसदीय सुनवाई समिति संयुक्तको बैठकले कार्की विरुद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको हो। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना जारी गरी 10 दिनभित्र उजुरी आह्वान गरिएकोमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्की विरुद्ध एउटा उजुरी प्राप्त भएको हो। समितिका अनुसार पाल्पाको तानसेन नगरपालिका 9 निवासी भेषराज लुइटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिस अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनु भएको छ। त्यसैगरी ललितपुरका उज्जवल कृष्ण श्रेष्ठले संसदीय सुनवाईको निर्णय प्रक्रिया बहुमत अल्पमतको सट्टा गोला प्रथाबाट गर्न सुझाव दिनुभएको छ। तर प्रस्तावित पदका लागि आवश्यक सङ्ख्या अनुसार मात्रै नाम सिफारिस भएकाले यो सुझाव सान्दर्भिक नभएको समितिको निष्कर्ष छ। सिर्सिया नदी प्रदूषण नियन्त्रणमा सरकारले कठोर कदम चाल्न सुरु गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनपछि वातावरणीय मापदण्ड उल्लङ्घन गरी नदीमा प्रदूषित ढल मिसाउने 12 वटा ठुला उद्योगलाई जनही 10 लाख रुपैयाँ जरिवाना गरिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको विशेष सक्रियतापछि वातावरण विभाग र उद्योग विभागको संयुक्त प्राविधिक टोलीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूमा अनुगमन थालेको थियो। मन्त्रालयले करिब 1 महिना अघि नै सूचना जारी गरी प्रदूषण नियन्त्रणका उपाय अपनाउन उद्योगहरूलाई समय दिएको थियो। तर चेतावनीलाई व्यवस्था गर्ने उद्योगहरूमाथि अहिले कारबाहीको प्रक्रिया अघि बढाइएको छ। भक्तपुरमा फिफा विश्वकपको फाइनल हेर्ने क्रममा झडप हुँदा घाइते भएका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भएका 26 वर्षीय राज कार्की रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीले बताउनुभयो। उहाँका अनुसार यो घटनामा संलग्न भएको आरोपमा 18 जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइएको छ। स्क्रिनिङ गरेर जो संलग्न छन् उनीहरूमाथि मात्रै मुद्दा चलाउने प्रहरीको तयारी छ। भक्तपुरको झ्याम्पेडाँडा स्थित होटलमा विश्वकपको फाइनल हेर्ने क्रममा विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका उहाँको उपचारको क्रममा सोमबार मध्यपुर अस्पतालमा मृत्यु भएको हो। बीएफएम बुलेटिनमा अब पालो व्यापारिक विश्रामको। भाटभटेनी सुपर स्टोरको ट्राफिक सचेतना। मोटरसाइकलमा 3 जना चढी यात्रा नगरौं। मोटरसाइकल चलाउँदा सदैव हेलमेटको प्रयोग गरौं। जथाभावी बाटो काट्ने र ओभरटेक गर्ने जस्ता कार्य नगरौं। सवारी साधन चलाउँदा सवारी साधनका कागज पत्र दुरुस्त राखौं। सवारी साधन तोकिएको स्थानमा रोकी यात्रुलाई चढाउने र ओह्राल्ने गरौं। सवारी साधनको प्रयोगका बेलामा मोबाइलमा कुरा नगरौं। ट्राफिक नियमको पालना गरौं। सभ्य नागरिकको परिचय दिउँ। जिल्ला ट्राफिक कार्यालय मोरङको समन्वयमा भाटभटेनी सुपर स्टोरद्वारा जनहितमा जारी। व्यापारिक विश्रामपछि स्वागत गर्छौं बीएफएम बुलेटिनमा। बीएफएम बुलेटिनमा अब पालो अन्तर्राष्ट्रिय खबरको। अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वी जस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ। हिलियम आफैमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास व्यक्त गरेका छन्।
यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्वर्ड विश्वविद्यालयका डाक्टर कोलिन चेरुबिमले यस खोजलाई ठूलो उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार पहिलो पटक अर्को ताराको बसोबास योग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको हो। बीएफएम बुलेटिनमा अब पालो खेल खबरको। विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय फुटबल टोलीलाई राजधानी म्याड्रिडमा लाखौं समर्थकले भव्य स्वागत गरेका छन्। फाइनलमा अर्जेन्टिनालाई 1-0 गोल अन्तरले पराजित गर्दै दोस्रो पटक विश्वकप चुमेको स्पेनिस टोलीको स्वागतका लागि म्याड्रिडका सडकमा करिब 20 लाख प्रशंसक ओर्लिएका थिए। सोमबार म्याड्रिड पुगेका 26 खेलाडी र प्राविधिक टोलीले देशका राजा र प्रधानमन्त्री पेड्रो सान्चेससँग भेटवार्ता गरेका थिए। बीएफएम बुलेटिनको अन्त्यमा अहिलेसम्मका प्रमुख खबरहरू पुनः एकपटक। सरकारद्वारा कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन। बालविवाह रोक्न कोशी प्रदेशका 1200 विद्यालयमा विशेष अभियान सञ्चालन गरिने। वैज्ञानिकहरूले पृथ्वी जस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए र विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत। हवस् त, यसका साथै राति 10 बजेको बीएफएम बुलेटिन आजलाई यति नै। भोलि बिहान 6 बजे बीएफएम बुलेटिनका साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि म राम खत्री बिदा माग्छु। नमस्कार, शुभरात्रि।